यहाँहरूले देख्नुहुन्छ यो गत वर्ष मात्र पिच भएको रोड हो। यो चाहिँ यो पिचभन्दा पनि ढलान गरिएको बाटो छ। यो ढलान गरिएको बाटोलाई योपल्ट चाहिँ सम्भवतः यो खानेपानीको लागि होला यसरी भत्काइएको छ। हाम्रो विकासको मोडल चाहिँ अब हेर्नुहोस् न, अब त यो सरकारले ध्यान दिनुपर्ने हो नि। यदि यो पाइप पुर्याउनै थियो भने के 21 वर्ष अगाडि सम्बन्धित निकायलाई, मन्त्रालयलाई, नेपाल सरकारलाई थाहा थिएन होला र यसरी चाहिँ यहाँ पाइप गाड्नुपर्छ भन्ने कुरा। यो हाम्रै पैसाले अर्थात् हाम्रै राजस्वले यसरी अघिल्लो वर्ष बनाउने, पछिल्लो वर्ष भत्काउने, फेरि बनाउने, फेरि भत्काउने। छुट्टीको बेला यी सानो भाइ बहिनीहरूको लागि चाहिँ रमिता हेर्ने ठाउँ त होइन होला यो हाम्रो र पसिना श्रमले राजस्वले तिरेको बनाएको हो। यसरी भत्काउनु है हामीलाई खानेपानी त हुन्छ नि चाहिने होइन, तर के एकैचोटि योजना बनाएर यो फेरि दशकौँ पछि पनि होइन, यो वर्ष दिनको अन्तरमा यो निर्माण र बनाउने र भत्काउनेको यो दोहोरो अघिल्लो वर्ष बनाउने र पछिल्लो वर्ष भत्काउने यो सधैँ यही परम्परा चल्ने हो भने हाम्रो मुलुकले एक त आर्थिक अवस्था कमजोर भएको, बजेट कमजोर भएकोमा हामीले थाम्न सक्छौँ त के विकास हुनुपर्ने ठाउँमा हुन्छ या यो सोच्ने बेला भयो कि भएन होला हामी सबै सरकारवाला नेपाली जनताहरूले।